आज एउटा अनौठो कहानी वा घटनाको बारेमा बताउँदैछु। बाघलाई पक्रने ठाउँमा आफै पिन्जरामा कैद भए। कथा के हो भने कर्नाटकको बोम्मल्लापुरा गाउँमा गाउँलेहरूले आफ्नो खेत नजिक बाघका पाउका निशानहरू देखे। यसको तुरुन्तै उनले वन विभागलाई जानकारी दिए। वन विभागका कर्मचारीहरू आए, एउटा पिन्जरा सेट गरेर गए। केही घण्टापछि गाउँलेहरूले फेरि त्यही बाघलाई देखे। उनले वन विभागलाई समय समयमा यसको जानकारी दिँदै गए, तर वन विभागले कुनै चाँडो कारबाही गरेनन् र आउनमा उनले 4 दिन लगाए। उनको यसै ढिलाइको कारण बाघले धेरै जनावरहरू पनि मार्यो। वन विभागको यो गल्तीमा गाउँलेहरू यति रिसाए कि जब 4 दिनपछि वन विभागका कर्मचारीहरू आए, तिनलाई नै बाघको ठाउँमा पिन्जरामा बन्द गरिदियो। भन्छन् बाघ नपक्रियो त के भयो, वन विभागवालाहरूलाई नै पिन्जरामा हालिदियो। लाइक, सब्सक्राइब, युट्युबमा, टिकटकमा फलो गर्नुहोला।